गाडीको फेरि त्यो भ्लग हुन्छ नि फेरि त्यो भ्लग होइन यो हल्का फुल्का हो हाम्रो अब के हुन्छ आज टिपाई पड्के च्याउ अनि गएर न्युरो अनि गएर मयरखुट्टे अनि गएर बेतको लौरो होइन अरू जे मिल्यो त्यही हानिदिने हो हामीले त्यो जङ्गलभित्र हाम्रो पर्सनल त्यो फाँटहरू छ होइन कहाँ पड्के च्याउ पाउने पड्के च्याउको डाँडा अनि सँगै अनि के भन्दा मयरखुट्टेको छुट्टै एरियासम्म थल भूभाग एक गट्ठा उसमा 10 दूर जतिमा बेतलौरी छ बेतलौरी धेरै लागेन है 10 दूर जतिमा बेतलौरी छ एक गट्ठा डेढ गट्ठामा मयरखुट्टे मजाले त्यो लसुन लाएर छोड्दै हो अब अहिले गएर टप टिप्ने होइन पड्केर जाऊ त अब 1-1.5 बिघामै छ नि फ्या हानिदिने खुट्टे भनेको के हो भनेर तँलाई देखाउँछु क्या 1 नम्बर चिज ल यसमा त ला त यो भिडियो प्ले भइरह है यो छ नि यो मयरखुट्टाको जस्तो यो छैन यसलाई यहाँ तलसँग त ट्याक्क तान्ने है यसलाई ट्याक्क तान्ने है ट्याक्क तान्ने अब यो देखिस् नजरमा आयो दिस इज द मेन चिज अलि तलसँग त तान्ने यस्तो आउँछ यो भनेको 1 नम्बर माल है ठिक छ ल एउटा कुरा भेट्यो सुरु ल स्टार्टिङ भयो अब सुरु यसलाई राम्रो छ घरको त डाइरेक्ट झ्वाइँ तेलमा झ्वाइँ पारिदियो के हो यो भन्ने बिरालो जस्तो खुट्टा यत्रो बिरालो कहाँ यो हुन्छ कि बिरालो जस्तो ठुलो हुन्छ नि पिछा लामो हुनेवाला हो त हो कि यो के भन्छ त्यो रकुन हो कि के भन्छ के रहेछ यो यसको आज अब यसलाई के हो गाई चाहिँ चिन्नु छ बिरालो जस्तो नि छैन बच्चा त बच्चा हो यो पुच्छर कति मोटो छ थाम त पछाडि तलपट्टि माथि मोटो हो लिएर जाम 15 हालेर लन्च मात्र न पहिला अलिकति घाँस हालेर हाल्नु पखाइ च्याप्छ त्यो घाँसहरू हाल्नु हाम्रो न्युरोजी आइसक्यो हामी कुकुडो I love you too.